नमस्कार साथीहरू। आज म तपाईँलाई ओएमपिएलको बारेमा थोरै भन्न गएको छु। ओएमपिएल भनेको चाहिँ ओम मेगाश्री फार्मास्युटिकल्स भन्ने हो र अहिले यो चाहिँ रिसेन्टली चाहिँ मार्केटमा डाउन ट्रेन्ड नै लिएर बसिरहेको र तपाईँको कस्तो हुन लागेको छ भने यो चाहिँ सुपन फार्मास्युटिकल्स भन्ने एउटा जुन अर्को आइपिओ आएर लिस्टिङको चरणमा छ र यिनीहरू चाहिँ लगभग तपाईँको यो एउटै कम्पनी पर्ने भएको भएर इन्भेस्टमेन्टका कम्पनीहरू नि यिनीहरू चाहिँ तपाईँको भोलि गएर प्रफिट दिने बेलामा पनि यिनीहरू दुवै चाहिँ एकै चरणमा अगाडि बढ्दाखेरि तपाईँको अहिले 1100 हाराहारीमा छ यो र यसलाई तपाईँले भोलि गएर जस्तै अर्को पनि सोपान पनि तपाईँको 1100-1200 रुपियाँ पुगेपछि किन्छु भन्दाखेरि त पाउन सक्नुहुन्न, किनभने त्योभन्दा माथि जान सक्छन्। अनि एक बढेपछि अर्को अनिवार्य बढ्ने भएको भएर जस्तै तपाईँको अस्ति समानान्तर रूपमा आएका कम्पनीहरू चाहिँ समानान्तर रूपमा बढेको भएर चाहिँ यो कम्पनी पनि अर्को यदि तपाईँको सोपान बढेर गयो भने यो ओम मेगाश्री पनि अनिवार्य बढ्ने भएको र तपाईँले यसको लागि चाहिँ थोरै अगाडि नै सतर्कता अपनाएर किन्न सक्नुहुन्छ है त।